दर्शकहरू तपाईहरुलाई म्याम मन पर्छ भने फलो लाइक र कमेन्ट गर्नुहोला तपाईहरुको मय कति छ भने हामीलाई देखाइदिनु होला नमस्कार म भुन्ती तपाईहरुलाई भुन्टी सिरियल मन पर्छ भने फलो अनि कमेन्ट गर्नु है त भूपेन्द्र म तिमी बिना बस्न सक्दिन है तिमी नै मेरो जीवन हो र म तिमीलाई कहिल्यै भुल्न सक्दिन साथीहरु तपाईहरुलाई स्वागत छ मेरो यो युट्युब च्यानलमा कान्छी 99 मा भुन्टी न्यू एपिसोडमा अब के होला त यस्तो साथीहरु सुकुमाया चाहिँ गइसकेकी छन् भुन्टीलाई खोज्न भुन्टी आफ्नो मित्रनीलाई के भयो भनेर साथीहरु यहाँ सुकुमायाले चाहिँ भुन्टीलाई खोजेर नै दिलाउने छन् पक्कै पनि सुकुमायाले साथीहरु जतिखेर भुन्टीलाई अप्ठ्यारो आइपुग्छ त्यतिखेर चाहिँ सुकुमाया आउँछिन् र साथीहरु त्यसमा चाहिँ सुकुमायाले चाहिँ राम्रोसँग चाहिँ भुन्टीलाई चाहिँ सपोर्ट गर्छिन् यता भने भूमिकाको हालत पनि बेहाल छ साथीहरु सायद भगवानले देख्यो होला साथीहरु भुन्टीलाई दुःख दिएको देख्दा चाहिँ भूमिकाको पनि विवाह हुँदा चाहिँ उनले पनि दुःख पाएछिन् ताकि उनले पनि आफ्नो भाउजूलाई जहर दिएको खाना खान नदिएको भोकै सुताएको बच्चा लोटाएर मारेको यो सबै भूमिकाको करतुत र उनकी आमाको थियो सायद उनले पनि त्यही फल भोग्दैछिन् अहिले साथीहरु अनि यता चाहिँ यहाँ टोकियोले भने आफ्नो बहिनीलाई खोज्नको लागि यहाँ सम्पर्क गर्दैछ मेरो बहिनी के भयो कस्तो भनेर भुन्टी न्यू एपिसोडमा यस्तो के होला त तपाईहरु चाहिँ कमेन्ट गर्नु होला जति भाग 315 डराउनु छ त्योभन्दा पनि 316 भाग छ यति डराउनु हुन्छ साथीहरु तपाईहरुलाई के कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरु भुन्टी न्यू एपिसोडमा चाहिँ तपाई कस्तो आएको हेर्न चाहनुहुन्छ साथीहरु यता भने भुन्टी मरिसकेको खबर भने उनले सियाले भने जेठीमाले भनिसकेकी छिन् आखिर भुन्टी मरेको हो त के भुन्टी कता गइन् त भुन्टीको आज के देखिएला त के खबर आउला त तपाईहरु साथीहरु भुन्टी के लास्टमा देखाएको को भनेर सोचिरहनुहुन्छ मलाई आई थिंक लाग्छ कि साथीहरु त्यो चाहिँ भुन्टी नभएर चाहिँ साथीहरु सुकुमाया हुन् जुन चाहिँ उनको भेषमा आएछन् जस्तो लाग्छ साथीहरु यहाँ भने भूमिका कि दिदीले चाहिँ यहाँ यस्तो धम्की दिँदैछिन् तैले चाहिँ मेरै घरबाट मलाई निकाल्ने तर त्यत्रो हिम्मत 2 दिन आएको छैन मलाई निकाल्ने कुरा गर्ने मेरो बुढाले बस भन्ने चाहिँ मैले बसे तँलाई त्यत्रो के आपत्ति मेरो बाबुआमाले के पनि भने हैन तँलाई त्यत्रो के मतलब भन्दै चाहिँ उनले चाहिँ थर्काउँदैछन् भूमिकालाई एकैले त साँच्चै साथीहरु भूमिकालाई चाहिँ ठिक्क भएको मलाई चाहिँ लागिरहेछ यता भने साथीहरु भुन्टी चाहिँ आएर बसेकी छिन् यी आखिर भुन्टी हुन् कि साथीहरु सुकुमाया हुन् तपाईहरुले के कस्तो लाग्छ साथीहरु कमेन्ट गर्नु होला यदि भुन्टी पनि हुन् भने साथीहरु नयाँ रूप लिएर बदलिएर चाहिँ यस्तो के साथीहरु बिजनेसम्यान भएको देखोस् के त्यस्तो अवस्थामा तपाईहरुलाई के कस्तो हेर्न मन लाग्छ कमेन्ट गर्नु होला